Seriously, what is this place, man? Hello, I will crush you. What is this place, man? नेपालमा योभन्दा ठुल्ठुलो धरहरा देखेर होला हैन सानो लागिरहेको 10-12 किलोमिटर हिँड्दैको यार जिउ फुलेछ हो आजकल I'm going to the Burj Khalifa, okay? अनि यहाँबाट मेट्रो कार्ड लिनु मनपर्छ अरे मेट्रो कार्ड चाहिँ अब मेट्रो स्टेसनमा पाउँछ अरे अझै स्ट्रिट अफ दुबई खास छैन तराईतिर हिँडेको छ पुरैसम्म यहाँबाट 3 किलोमिटर त हिँड्नै पर्ने रहेछ रमाइलो हिँड्दै जाउँ घुम्दै जाउँ चिसो छ फेरि यहाँ आज पानी पर्ला जस्तो छ Here is our crushing Hulk. Hello, I will crush you. केटाहरु के हो यार पेट्रोल पम्पै यहाँ त 30 सेन्चुरीको जस्तो छ त नेपालमा यस्तो त हैन म चाहिँ एउटा सिटीमा आइपुगेछ बाटै भेटेन भनेको यार उता मेट्रो स्टेसनमा जाने त बाटै खत्तम रहेछ पुरा लङ घुमेर फेरि उता गएर हाम्रो यो स्काई ब्रिज चलाएर जानुपर्ने रहेछ म्यान अनि त त्यही हो पछाडि चाहिँ फेरि पुरा के हो रेड फुल जस्तो रहेन पुरा गार्डन जस्तै छ के चिल्लो अनि चाहिँ अब फर्केको फेरि हिँडेको 1 घन्टा भइसक्यो यार अहिलेसम्म मेट्रो स्टेसन पुगेको छैन आज पुग्यो पुग्दैन हो थाहा भएन भनेको सिरियसली वाट इज दिस प्लेस म्यान हेर्नु मेट्रो स्टेसन भने के हो यार यो फुटबल स्टेडियम जस्तो देख्छु त म त जस्ट लुक एट म्यान समुद्र चिरेर यहाँ पानी हेरेछ के हो म्यान ल मेट्रो स्टेसनमा त जस्ट लुक एट दिस मेट्रो कमिङ म्यान यो म्यान जान्दैछु म बुर्ज खलिफा हेर्नुलाई हाय पुट्के म कहाँ छु दाजु Just check this out, man. There is the behind tallest tower, Burj Khalifa. Sorry, Burj Khalifa, backside of me. I know. पातुलो रहेछ लामो मात्रै छ यो हेरेको पातुलो रहेछ यस्तो ठुलो त लागेन मलाई नेपालमा योभन्दा ठुल्ठुलो धरहरा देखेर होला हैन सानो लागिरहेको अनि पत्तोमा यो ठाउँ त फेरि आपको लास्टै क्रेजी ठाउँ रहेछ नि वे मोर एक्सपेन्सिभ होला के हो फेममै भेट्दैन त यो ओ माय गॉड मैं यो फेममै नभेट्ने रहेछ Sinaharu यो स्ट्यान्ड राखेर हामी सेल्फी लिएर आउनु पर्ने रहेछ Man, you won't believe, yaar. It's just like normal piece of shit, yaar, man. Everything same. There are lots of luxurious cars, lots of luxurious buildings, hotels, imarat, and there are lots of imar on the title. And busy man. Everybody are busy, huh? Whoa! I see just the Royal Enfield right now, yeah? There was Royal Enfield, okay? That should be the swimming pool there. And here is the Burj Khalifa.
होइन हो यार म्यान, के ठाउँमा आइपुग्यो म यो? जस्ट लुक एट दिस म्यान. उसले केही देखाएको छैन बरु. जस्ट लुक एट दिस म्यान. यो एउटा यो भयो. यस्तो त खम्बा टन्नै. अझ यहाँ एउटा के हो? अरबिक. आई थिङ्क इट सुड बी अरबिक कपल. टुगेदर. लुफ्ती रुमथेन सिरिया. हाम्रो देश पनि यस्तो भइदिएको भयो. Today it's going to rain like things, okay? It's Khalifa घुम्न जान चिलमा अगाडि बसिरहेको छु म. यहाँ आधी घन्टा जति बस्छु अनि अरू कहाँ कहाँ चाहिँ यस्तो घुम्नु मिल्ने ठाउँहरू हेरौँ. त्यसपछि घर फर्किने हो. त्यही हो यार, रात पर्न लाग्यो. Every people are busy here, man. Busy on their working stuffs and some shits, man. Country is very good. Beautiful. The Dubai citizens are really good, man. Because they are very polite, noble, and fashionable. What should I say, man? Now 1,50,000 doesn't go on West, man. केटी लिएर आउँ भनेर चाहिँ के घुम्नलाई. नेक्स्ट टाइम आउँदाखेरि लिएर आउँ. आवाज सुन्यो? के को हो त्यो आवाज? छिनमा आउँछ चिल्लो गाडीहरू. Country of Sheikh. अचानक लाइट बोले तो. Just in a few minutes now there is a light, okay? Every trees around there, just coconut like trees. I hope this Burj Khalifa will also light up. I've seen it many times. This screen view. And here is our Hima or something. I think it's the deepest swimming pool over there. This is also one of the craziest buildings I've ever seen. It's like every building are crazy here, man. Boy, खत्तम ठाउँ रहेछ नि हो. यहाँ भने त जानै मन नलाग्ने रहेछ. म्याग्नेट जस्तो. Everything is big in there. Everything is be alright. I wanna feel you, baby. Oh, it is that glum people. Man, just look at these fountains, man. Whew. Holy crap, man. म चाहिँ सिफ्ट गर्दैछु होइन. यहाँ लोकेसन के हो? बुर्ज खलिफा घुम्न आएको होइन म्यान. लास्ट क्रेजी ठाउँ रहेछ कि. लाइक हेभन म्यान. यो फाउन्टेनहरू त मैले पढे मात्रै थियो, किताबमा पिक्चर देखेको.
गाडी कुद्दो रहेछ अहिले हानिदियो भने फेरि खत्तम फाउन्टेनसित क्लोज लुक हाल्नु न अनि त गाडीहरू चाहिँ यहाँ अलिकति पिलेर आउँछ जस्तो छ यहाँ घुमेपछि त गाडीहरू त वेलकम टु कन्सर्ट and behind me is the tallest tower Burj Khalifa घुम्यो भने यार यति चाहिँ टावर नआउनु थाहा छैन गाडीहरू चाहिँ घुमाइरहेको छ अनि म चाहिँ हो अब एलोन वाकर त म पो हो क्या म साँच्चै भने नेक्स्ट टाइम चाहिँ म यहाँ लिएरै आउने हो कि भएन यार यो त गुड Seriously, what is this place, man? Where's the fountain? Come on, 1, 2, 3, here it comes the fountain. Wait. The large one will be coming, okay? And here it is. Holy crap. I wanna feel you, baby. And I wanna kiss you too. Oh, the third side is opposite to us. I've nearly stood here for half an hour. So now we can go 2 sides and sit like this. यार अर्को देशमा यत्रो ठुल्ठुलो इमारत देख्दा त त्यस्तो के भएको अब जस्तो फिल हुन्छ त्यसको हालत त्यस्तै हो झन् खराब हुँदैछ जिन्दगीलाई सोध्दा एक्लै बस्ने भयो भने पो डर लाग्न थाल्यो पैसाको पछि कुद्दा यता लाइफ बन्छ उता लाइफ बन्छ करियरको चक्कर ड्रिम बोके चक्कर यार अहिले त मुला के भन्ने अब यार टाइम गएको यहाँ दुबई घुमेको होइन देखेर स्टाइल लाइफ स्टाइलमा धेरै पछाडि छ जस्तो लाग्छ एउटा केटलाई कफी पनि खिलाउँछ नि औकात त यस्तो यार अहिलेसम्म रिच हुने सपनामा थिएन एडभेन्चरस लाइफ चाहियो लाग्छ माउन्टेन बोय हो नि त कहाँ ठुलो सपना हुन्छ एडभेन्चरस लाइफ अहिले यहाँ यस्तो यो बिल्डिङहरू हेर्दा त यार सायद म घाँस तन्न गमा भने जस्तो लाग्छ त साले के हो यो यहाँको मान्छेहरू त साँच्चै यार सुनै खाने होला यार सुनै खाने हग्ने त सुनमा हग्छ भन्नुहोस् न जस्ट चेक दिस आउट man अनि दुबई मलमा छिरेको होइन मेट्रो स्टेसन भरि भेजेको खोजेको यार भेट्दै पुरा हरायो भने बच्चा जस्तो कहिले यता कहिले उता कहिले माथि कहिले तल भन्छ अहिले चाहिँ भेट्ला जस्तो लाग्छ
थुप्रै घुम्दा घुम्दै थाक्यो लेट दिएको अगाडि नै खुट्टा पुरै थाक्यो दोस्रो लागेछ हो शिक्षा हे 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 खुट्टा लास्टै गलियो आज 10-12 किलोमिटर हिँड्दै गयो यार अलि बढी हिँडेर 20 किलोमिटर हल्लै बनाउनु आयो त अहिले त ये चांद सा रोशन चेहरा जुल्फों का रंग सुनहरा झील से नीली आंखें राज इनमें हिँड्नै मन लागेन हौ अब त छ्या अब ट्याक्सी लिने हो दुबईको चप्पा घुम्यो चप्पा घुमिदियो The Burj Khalifa was really amazing. Okay. And एक्लै घुम्नुपर्छ क्या तर म्यान गल्ती चाहिँ हो कि म्यान अब त लाउरे भर्दै लागेछ आउने हो यहाँ हनीमुनमा कस्तो लाग्यो त I left my home घुमेर आयो बुर्ज खलिफा अराउन्ड 6 घन्टा लाग्यो आउँदाखेरि चाहिँ अनि यस्तै हरामी केटाहरू थियो उनीहरूसित आयो ट्याक्सीमा खुट्टा चाहिँ अलि ओत गल्या छ पुरै के भयो यस्तो खुट्टा त गल्थेन पहिला त आजकल चाहिँ अलि धेरै गल्ने भएछ